हुन त आज तुलसी रोप्ने एकादशी त होइन, त्यही पनि निर्जला एकादशी हो। अब मेरो यहाँ तुलसी मर्नु भयो, यहाँ हेर्न सक्नुहुन्छ पछाडि हुनुहुन्छ। अब मरेको तुलसीमा पूजा गर्न हुँदैन भनेको त अब ठुलाबडाले भनेको सुनि नै राखेको छ होइन। त्यही लागि म चाहिँ यहाँ तुलसी रोप्न जाँदैछु र म चाहिँ रोप्छु तीनटा तुलसी र एउटा साथी गरेर 4वटा रोप्छु। अब त जान त म जान्दिनँ, तर अब तपाईँहरू के कसरी रोप्नुहुन्छ, के कसो गर्नुहुन्छ त्यो त म जान्दिनँ। आफ्नो आफ्नो अब जानेको अनुसार गर्नुपर्छ होइन। मैले चाहिँ जाने अनुसार म चाहिँ रोप्छु 3वटा तुलसी र एउटा साथी यानि कि थुङ्गे फुल। र मैले यहाँ सबै रेडी गरिसकेको छु रोप्नको लागि। अब म रोप्छु, रोपेर म यसमा पूजापाठ गर्छु। अब मरेको तुलसीमा त गर्न हुँदैन होइन, त्यो त सबैलाई थाहै छ र जान्नु नै हुन्छ सबैजनाले। त्यही भएर म यहाँ अब तुलसी रोप्ने दिन नभए पनि एकादशी त हो, निर्जला एकादशी हो, त्यही लागि म यहाँ तुलसी रोप्दैछु। र हजुरहरूलाई हुन त तुलसी रोपेको मरेको राम्रो होइन भनिन्छ होइन। र हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट अवश्य गर्नुहोला। र हजुरहरू चाहिँ यसरी अब तुलसी बाइचान्स मरिहाल्नु भयो भने तुलसी रोप्ने दिनलाई पर्खिनुहुन्छ या फिर अरू बेला पनि एकादशी मिलाएर रोप्नुहुन्छ, कमेन्ट चाहिँ गरेर मलाई अवश्य भन्नु होला। किनकि नजानेको कुरो जान्न पाइन्छ, नसिकेको कुरो सिक्न पाइन्छ होइन। दुईवटा कुरा अर्काले कसैले सिकाइदिँदाखेरि र अर्काले कसैले नजानेको कुरामा भनिदिँदाखेरि पनि राम्रो लाग्छ। र तपाईँहरूले मलाई भनिदिनुहुन्छ, सिकाइदिनुहुन्छ भन्ने म पनि आशा गर्छु र सिक्ने इच्छुक छु। अब सिक्न इच्छा कसलाई लाग्दैन र होइन। नजानेको कुरो सिक्नलाई, नभएको कुरो त अब कसैले सिकाउनुहुन्न, भएकै कुरो सिकाउनुहुन्छ। तर जे जति तपाईँले जान्नुहुन्छ त्यही सिकाउनुहुन्छ र जे जति मैले जान्दछु मैले पनि त्यही गरेँ र त्यही भन्दैछु। म चाहिँ यहाँ अब तुलसी पनि रोपिसकेँ, अब गर्छु पूजा, जल चढाउँछु। जल चढाए पछाडि फुल लिन्छु, अगरबत्ती घुराउँछु, दियो बालिदिन्छु। र मैले चाहिँ जानेको यति नै हो, यति नै जान्दछु म चाहिँ। अब धेरै त म जान्दिनँ र मैले पनि अब अरूले गरेको देखेर अब सिकेर भनौँ न होइन, गरेको देखेरै सिकेरै मैले पनि जानेकी हो। र तपाईँहरूले पनि मलाई 2-4वटा कुरा सिकाइदिनुहुन्छ अगर म केही जान्दिनँ भने। र यस्तो यो यसरी रोप्न हुन्छ हुँदैन, तुलसी रोप्ने दिन नआइकन अगाडि नै तुलसी मरे पनि रोप्न हुन्छ हुँदैन, अगर तपाईँहरू जान्नुहुन्छ भने मलाई पनि सिकाइदिनु होला। र अगर हुँदैन भने हुँदैन रहेछ भनिदिनु होला। किनकि नजानेको कुरो सिक्न पाइन्छ होइन, नजानेको कुरो सोध्न पाइन्छ। र मैले नजानेको कुरो तपाईँले मलाई सिकाइदिनुहुन्छ, भनिदिनुहुन्छ भनेर म आशा गर्छु। अब मान्छेले त हो गल्ती गरेर पनि सिक्ने हो अब होइन। र हुन्छ त, के कसो हुन्छ, के कस्तो हो सही गलत तपाईँहरूले मलाई कमेन्ट गरेर अवश्य पनि भनिदिनु होला। मैले यहाँ रोपी पनि सकेँ, एउटा साथी रोपेँ, 3वटा तुलसी रोपेँ। र धन्यवाद तपाईँहरूलाई।